आज हामी कहाँ जाँदैछौँ अरे? क्या बात हुई? जोन तामाङ ए विराज तामाङ रहेछ यार भयो होला सो गाइस आज चाहिँ हामी जाँदैछौँ तिनजुरे आज फ्राइडे अब हामी भोलि मात्र फर्किन्छौँ यहाँ हुन्छ हाम्रो आजको स्पोन्सर हाम्रो स्पोन्सर कोरियाबाट डाइरेक्ट आउनुभएको यहाँनिर हामी चाहिँ अहिले कहाँनिर छौँ भन्दैछ विराज भाइ हामी चाहिँ पुतली सडक सरी पुतली लाइनमा छौँ अहिले अनि यहाँ भान्चोकदेखि गाडी चढ्छौँ ओ मेरो दाइ त्यो अनएक्सपेक्टेड भेट हुन्छ त सन्चै हुन्छ ल मेरो भ्लगमा स्वागत छ तपाईँलाई पहिलोचोटि हामी अनि हामी यहाँदेखि जान्छौँ होइन सिधै मलाई कस्तो देखिरहेको आज भन्दै त अब आर्मीतिरबाट फर्किन्छ नि घर यस्तै देखिरहेको ल त खिच्न कस्तो देखिरहेछ अलिक फुल खिच्न कस्तो देखिरहेछ अरे अब त्यो आर्मीबाट घर फर्किन्छ नि त्यो छुट्टीमा यस्तै देखिरहेको थियो जुत्ता चाहिँ ब्ल्याक हर्सको है ब्ल्याक हर्सको मात्र भन्दिनँ प्राइस चाहिँ प्राइस गेस गर्नु होला कति अनि म चाहिँ एकपल्ट तिनजुरे पुगेको थिएँ अनि अरूहरू चाहिँ पुगेको छैन सो त्यस्तो धेरै एक्सपिरियन्स छैन सबै युट्युबमा भिडियोहरू हेरेको घरमा जाँदैछु कतिखेर कसरी पुग्छौँ मजाले अन्तिमसम्म भिडियो हेरिदिनु होला गाइस अहिले चाहिँ हामी भान्चोकमा छौँ भान्चोकको घन्टाघर अनि यहाँनिर ट्याक्सी सोधेर कति हुन्छ पर 6जना छ हिँड्दा भाइ जाउँ हिँड्न हिँड्न ट्याक्सी सोध्नु भने होइन यहाँनिर चाहिँ हामी ट्याक्सी सोध्नु जाँदैछौँ लेख्छौँ चैनपुर भोजपुर ट्याक्सी यो ट्याक्सी हो हजुर कहाँ जाने हो हामी उता तिनजुरे ट्याक्सीमा हामी कति 6जना छ होइन 6जना मजाले आउँछ कति कसरी पर्छ तिमीहरूलाई आज आउने कि भोलि आउने हामी त जाने मात्र हो जाने मात्र हो भने तिमीहरूले 8,000 तिमीहरूलाई मात्र लेट जान्छ अनि कसरी त्यहाँबाट ट्याक्सीमा पनि जाँदो रहेछ तिनजुरे हामी चाहिँ बसमा जाँदैनौँ ट्याक्सीमै जान्छौँ अब यहाँनिर के हुनु बाँकी छ फिक्स हुनु बाँकी छ हाम्रो चाहिँ यहाँनिर गाडी फिक्स भइसक्यो 12,000मा के भन्नुहुन्छ आएको महँगो भएको सस्तो तँलाई कतिको सस्तो लाग्यो महँगो लाग्यो ठिकै हो 12,000 तर 2 दिनको लागि 12,000मा गाडी रिजर्भ भनेको ठिकै हो नि हामी आज चाहिँ जान्छौँ बसन्तपुरको चोलुङ पार्क अनि त्यहाँ घुम्छौँ आज बसन्तपुर बस्छौँ अनि भोलि बिहान जान्छौँ तिनजुरे त्यसपछि बेलुका घर फर्किन्छौँ त्यस्तै छ सेड्युल त्यही हो त्यो हामी जाने गाडी चाहिँ यो हो अनि हामी अब यहाँबाट चढ्दैछौँ साथी अगाडि बसिदिएको ए होइन यहाँ त छुट्टिँदै नछुट्टिनु पर्ने जोडी छ म यहाँ बस्छु कि म यहाँ बस्छु ल यो जला कानको जाली फुट्न गरी हाल्नु अहिले तपाईँहरूको गाडी भनेको छ त्यहाँ यसो यता रोक्नु दाइ भन्दाखेरि म भ्याउँदिनँ भन्नु भने कानको जाली फुट्छ आज र भोलि 2 दिन उहाँहरूकै लागि त मलाई के हतार होइन त्यसो गर्नु न तिमी यहाँ बस भाइले गाडी लिएर जान्छ उहाँहरूकै रहेछ 2 दिनको गाडी होइन ठिकै हो 2 दिन हाम्रै हो 2 दिन अब भोलि मैले नराम्रो भनेको त हामीले भनेको जस्तो राख्नुहुन्छ नि दाइले होइन दाइ अहिले सर्त त्यही छैन त सर्ट त्यही छ नि अनि कस्तो सर्ट चेन्जै हुँदैन ए यो चाहिँ कसले लान्छ यो पनि हो दाइ ए फेरि एयरपोर्टबाट झुकेर आएको भन्ला नि हापेन साथी अब जाडो होला हामी कति घन्टामा पुग्छौँ दाइ
3-4 घन्टा। हेलो नाउ वी आर मुभिङ गर्मीले सेक्दिने गर्दैन होइन शीतलै हुन्छ। आज हेर्नु मलाई उल्टी आउँछ कि आउँदैन रहेछ। भेटाएर आउने साथै हाम्रो राम सर चाहिँ फाक भइसक्नु भएको छ होइन। हामी चाहिँ चिनमा छौँ। अब राम सरले चाहिँ दबाई किनेर खाँदैछ बमिट आउनेको। हामी भनेर दामी देखिरहेछ। हामी चाहिँ अहिले यहाँ भेटेटारमा अनि मलाई चाहिँ गाडीमा बोमिटहरू आउने रिङबाट चल्ने हुन्छ। सो यहाँनिर औषधि किनेर खाएँ। अब चाहिँ हेरौँ केही हुँदैन होला। बस्ने ठाउँ अगाडि गएर रोकेर स्पिकरमा दुश्मन हेरेको गीत बजाएर हिलेको सेकार त खानु नि होला। यो बाटो पनि पिच भइसकेछ। हामी त्यति बेला आउँदा हिलो थियो। कस्तो अरे खै हिले त म एउटा नि देख्दिनँ त। अहिले चाहिँ हामी हिलेमा छौँ अनि यहाँ खाजा खानुलाई रोकेको छौँ एकछिन। अनि यहाँ खाजाहरू खान्छौँ। अब यहाँनिर तल छ यो तोङबाको के भन्छ यहाँ आएर चाहिँ फोटो खिचेको। पहिला आउँदाखेरि चाहिँ यो बाटो पुरा हिलो थियो। अहिले चाहिँ पिच भएछ। दामी भएको रहेछ यार। के अरे बल्ल बुझेँ यसलाई किन हिले भनेको भनेको त। किन भनेको हिलो भएर रहेछ नि हिले भनेको नि। दामी बनाएको है। जाडो गाइस मलाई यो लाउने त जाडो भइरहेछ। अबे कस्तो खालके मान्छे हो र। यहाँ चाहिँ लास्ट चिसो रहेछ है। चिसो रहेछ। धरानमा त्यस्तो गर्मी थियो नि त होइन। अनि ज्याकेट स्याकेट नल्याएको आएको टी सर्टमा अब्बर जाडो रहेछ। अब मलाई ज्याकेट किनिदिनुहुन्छ होइन ल प्लिज। अरु केही अनि हेर्नु त कस्तो हुस्याएर छ जाडो। के हो त्यो उयो जस्तो छ त। अन्त भन्दैछु त अरु केही एउटा ज्याकेट मात्र। हस् ला निलम रुयो त। ए फोन कहाँ छोड्यो अनि कस्तो यादै छैन भनिदिएको हौ। ला रुयो रुयो। ला रुयो। फोटो खिच्दा त थियो त अनि होइन। भित्र त आछु यहाँ कसैले त कल भएको छु नि मैले जानेछु। हाम्रो फोन लगाउनु चाहिँ आगो है। चिया आयो त। चिया फेरि गरौँ। रिङटोन छैन। रिङटोन छ त। अनि किन बजेन त? खै ड्राइभर दाजु त खै के थाहा। आगो पनि छ। ओके बेबी यहाँ हेर बेबी के खानु भएको। साँच्चै त्यहाँ नभएको भए चाहिँ
पेट थियो कि मोबाइल हेर्नु दिन बिगार बेबीको रिसाइ थियो होइन हामी चाहिँ अहिले गुराँसमा आइपुगिरहेको छौँ अनि पानी परेर यहाँ बसिरहेको छौँ यता चाहिँ पानी पर्दो रहेछ हुस्सो पनि लागिरहेछ पानी पनि परिरहेछ सो हामी यहाँनिर आइरहेछौँ अनि सुरुमा चाहिँ हामी चोलुङ पार्क जाने भनिरहेको थियौँ सो पानी पऱ्यो अनि यहीँ अड्किरह्यौँ अनि भोलि बिहान चाहिँ हामी जान्छौँ तिनजुरे सो पानी रह्यो भने चाहिँ हामी पार्क जान्छौँ नत्र यतै बसाइ हुन्छ होला आज यस्तो पानी परिरहेको रहेछ क्या यस्तो घुमिरहेको रहेछ यस्तो विराज भाइ पानी परेर हाम्रो प्लानै चौपट भयो रहन्छ होला नि एकछिनमा यस्तो पानी त रहँदैन त दामी भइरहेछ वेदर चाहिँ जाँदैछौँ चोलुङ पार्क हल्का पानी रहेको छ वेदर चाहिँ यस्तै छ अहिले चाहिँ हामी यहाँनिर चोलुङ पार्कमा आइसकेको छौँ अनि यहाँ टिकट लिनुपर्ने रहेछ वेदर चाहिँ यस्तो दामी भइरहेछ वेदर मन पर्यो आन्ट के भन्ने कुनै क्या सोचा था क्या हुआ एक्सपेक्टेसन भर्सेस रियालिटी अन्त होइन कस्तो क्लियरवाला भिडियो हेरिरहेको घाम लागेको यस्तो भइरहेछ ठाउँ चाहिँ भिडियोमा हेरेको जस्तै हो कि तर वेदरले धोका दिया टिकट लिँदै हुनुहुन्छ आन्टीले ज्याकेट नलाएको अवस्था मेरो बर्को लगिहाल्यो हजुरको भरको होइन त होइन ए मैले लगाइरहेको थिएँ त घाँटीमा नि अगाडि मैले लगाइरहेको थिएँ ए होइन खै टिकट फुल एउटा एउटा छ टिप्नु पाइँदैन हामीलाई थाहा छ त नटिप्नु हेर कोपी लानु चुट्नु पापा लाग्दैछ भनेर होइन तपाईँलाई चाहिँ कस्तो फिल हुँदैछ दामी भइरहेछ यस्तोवाला वेदर अर्कोपल्ट आउँदा हुँदैन नि त अनि अर्कोपल्ट आउँदा घाम लागिरहेको हुनसक्छ बेबी हेलो हेलो भन खोइ हेलो भनेको हामी कहाँ छौँ यताको सिन पो दामी रहेछ त तर ठिक्क दामी भयो है यहाँ आयौँ अनि ठिक्क पानी पनि रह्यो अब यहाँनिर बस्छौँ अनि त्यसपछि जान्छौँ हामी दामी रहेछ ठाउँ चाहिँ हेरेको जस्तै त्यो भिडियोतिर टिकटकतिर हेरेको जस्तै रहेछ ठाउँ चाहिँ दामी लाग्यो यता फोटो खिच्दै हुनुहुन्छ के गर्ने अरे के गर्ने क्यामेराम्यान बिजी फोटो खिच्न पर्ने ए यहाँ तल पौडी पनि रहेछ त खेल्ने आन्ट पौडी खेल्नु हुने हेर्नु त तल यहाँ फुलिरहेको रहेछ गुराँस सानो सानो बोटहरू यो त फुल्दैन होला अब दामी रहेछ ठाउँ चाहिँ जे होस् यहाँनिर फोटोहरू खिच्दैछौँ घुम्दैछौँ होइन अनि यहाँनिर गुराँस फुलेको रहेछ तपाईँहरूलाई देखाउँदैछौँ गुराँसको बोटमा गुराँस फुलिरहेको रहेछ अलिअलि मात्रै रहेछ अहिले त अस्तितिर थियो होला टन्नै अनि अरू बेला हुन्छ होला अब भोलि पर्सि झन् फुल्छ होला अहिले चाहिँ जे होस् एक दुईवटा फुलेको रहेछ अनि यो प्लेस चाहिँ बब्बाल लाग्यो मलाई एकदम बब्बाल अहिले टिकटकको लागि होइन भिडियो सुट हुँदैछ हामी तिनजना चाहिँ हेरेको हेरेँ यहाँ बसेर साथी के यहाँ गरिदेऊ त गरिदेऊ त साथी कुछ बोल्दै रहेन अहिले चाहिँ होइन पार्कमा ओभर पानी परिरहेछ पानी परेर हामी चाहिँ यहाँ बसिरहेछौँ हामी साथी हामी चाहिँ अनि यहाँ घरमा होइन बसिरहेछौँ पानी परेर झन् पानी पर्दैछ
अब यहाँ सकेर हामी चाहिँ होस्टेलतर्फ लाग्छु। यहाँ चाहिँ टिकटक सुट हुँदैछ, त्यो बिहाइन्ड द सिन है केटा हो। आजको हिरो हिरोइन हाम्रो क्यामेराम्यान आजको हामी पनि आउनुपर्छ क्या अलिक पछि। हामी दुईजना चाहिँ आउनेछौँ अलिक पछि, दुईटा बाइक झिकेर दुईटा गर्लफ्रेन्डसँग। हस् त धन्यवाद। हाम्रो आजको मेन हिरो हाम्रो दर्शक एनादर टेक भनिन् न, एनादर टेक भनिन् न साथी। हामी दर्शक बिनलाई कस्तो लाग्दैछ रमाइलो नि अब हेर्दै खिच्चाउ यस दर्शक बिन बन्नु पनि रमाइलो हुँदो रहेछ क्यामेराम्यान बन्नुभन्दा होइन। साँझको 6 बजिसकेको छ। अब यहाँदेखि हामी जानु लागेको छौँ मासतिर सबैजना। मजा आयो? कोलाई मजा आएन? भिडियो हेर्दैछ नि, भिडियो हेर्ने जो लाग्छ हो। अब हामी यहाँबाट चाहिँ सिधै होटेल जान्छौँ अनि खानासाना खाएर आजको दिन सक्यो। अनि भोलि बिहान हामी जान्छौँ तिनजुरे। सो आजको लागि यति नै। फेरि भेट्नेछौँ पार्ट 2 डे 2 मा भेट्नेछौँ ल। सो थ्याङ्क्स फर वाचिङ, टु बी कन्टिन्युड।